Hi class 8 students. Today our new chapter Unit 10 Rational Expressions. हामी rational expressions में हामी exercise 10.1 solve गर्न गइरहेका छौं। यो भिडियो बनाउनुको मेन उद्देश्य भनेको एक्सरसाइज सोल्भ गर्न मात्र हो है। एक्सरसाइजहरुलाई सोलुसन गर्नलाई मात्र हो। एक्सप्लेन गर्नको लागि म छुट्टै पछि भिडियो बनाउँछु। त्यसमा यो टपिक्सलाई कसरी एक्सप्लेन गर्ने यो खाली क्वेशन्सहरुलाई सोलुसन गर्नको लागि मात्र यो भिडियो बनाएको हो। अब यहाँ हेरौं। लेट्स से एन्ड राइट द आन्सर एज क्विकली एज पोसिबल। अब यहाँ भनेको छ फॉर व्हाट भ्यालु अफ x इज 5/x अनडिफाइनेड। अब यसमा x को भ्यालु कति भयो भने x/5 5/x अनडिफाइनेड हुन्छ। फॉर व्हाट भ्यालु अफ x इज 5/x अनडिफाइनेड। अब रेशनल एक्सप्रेसनमा के हुन्छ भन्दाखेरि डेनोमिनेटर 0 भयो भने त्यो चाहिँ के हुन्छ त रेशनल एक्सप्रेसन के हुन्छ त अनडिफाइनेड हुन्छ। त्यो रेशनल एक्सप्रेसन हुँदैन। त्यही भएर हाम्रो चाहिँ के त डेनोमिनेटर चाहिँ 0 आयो भने चाहिँ के हुन्छ भन्दाखेरि अनडिफाइनेड हुन्छ। जस्तै यहाँ भनेको छ फॉर व्हाट भ्यालु अफ x इज 5/x इज अनडिफाइनेड। त हाम्रो x को भ्यालु कति भन्नु भने 0 आयो भने यो चाहिँ के हुन्छ त 5/x अनडिफाइनेड हुन्छ। जसरी पनि हामीले के त डेनोमिनेटर चाहिँ 0 ल्याउनु पर्ने हुन्छ है। डेनोमिनेटर 0 भयो भने चाहिँ के हुन्छ त अनडिफाइनेड हुन्छ। त्यस्तै फॉर व्हाट भ्यालु अफ y इज 3/y+2 अनडिफाइनेड। अब यसमा y को भ्यालु चाहिँ कति भयो भने है y को भ्यालु चाहिँ कति भयो भने हाम्रो डेनोमिनेटर 0 आउनु पर्यो है। डेनोमिनेटर 0 आयो भने चाहिँ के हुन्छ त अनडिफाइनेड हुन्छ। अब हेरौं हामी y+2 छ। y को भ्यालु हामी चाहिँ कति राख्नु पर्यो त -2 राख्नु भयो भने यहाँ -2 राख्नु हो भने के हुन्छ त -2 + 2 के हुन्छ त 0 हुन्छ। अनि जसले गर्दाखेरि डेनोमिनेटर 0 आयो। 0 आएपछि के हुन्छ त हाम्रो यो अनडिफाइनेड हुन्छ। त्यस्तै हाम्रो क्वेशन्स नम्बर सी मा है क्वेशन्स नम्बर सी मा हाम्रो भनेको छ फॉर व्हाट भ्यालु अफ p को भ्यालु कति भयो भने 5/p-1 बिकम्स अनडिफाइनेड हुन्छ। हाम्रो p को भ्यालु कति राख्यो भने यहाँ p को भ्यालु कति राख्यो भने हाम्रो तल डेनोमिनेटर 0 आउँछ त 1 राख्यो भने। जस्तै हामीले p को भ्यालु 1 राख्यो भने यहाँ p को भ्यालु 1 राख्यो भने 1 - 1 0 आइसक्यो। हाम्रो 0 आएपछि के हुन्छ त्यो अनडिफाइनेड हुन्छ। सो p भ्यालु इज 1। सिमिलरली क्वेशन्स नम्बर डी फॉर व्हाट भ्यालु अफ a। अब a को भ्यालु चाहिँ कति भयो भने 2 - a एन्ड 2 - a/3 + a अनडिफाइनेड हुन्छ। हामीले a को भ्यालु चाहिँ के त फाइन्ड आउट गर्नुपर्ने हुन्छ। अब हामीले a को भ्यालु चाहिँ अब यहाँ 3 + a छ 3 + a हो। अब हामीले चाहिँ के त माथिको चाहिँ न्युमरेटर चाहिँ 0 आयो भने अथवा 2 आयो भने केही फरक परेन। तर चाहिँ हाम्रो के त तल हाम्रो चाहिँ के त डेनोमिनेटर 0 हुनुपर्ने हुन्छ। 0 भयो भने मात्र चाहिँ के हुन्छ त अनडिफाइनेड हुन्छ। त्यसो भए हामीले a को भ्यालु चाहिँ कति राख्ने त अब यो 3 प्लस अब हामीले -3 राख्यो भने के हुन्छ 3 - 3 0 हुन्छ। सो हाम्रो a को भ्यालु चाहिँ कति हुन्छ त -3। हाम्रो a को भ्यालु चाहिँ कति त -3 भयो भने यो 2 - a/3 + a के हुन्छ त अनडिफाइनेड हुन्छ। त्यस्तै फॉर व्हाट भ्यालु अफ y इज a + b/x - y अनडिफाइनेड। अब y को भ्यालु चाहिँ कति भयो त है y को भ्यालु कति भयो भने हाम्रो a + b/x - y अनडिफाइनेड हुन्छ। त हाम्रो y = हामीले यहाँ y = x y को भ्यालु के हुनु पर्यो त x हुनु पर्यो भने के हुन्छ त यो अनडिफाइनेड हुन्छ x। त्यस्तै फॉर व्हाट भ्यालु अफ x इज p + q/3x - 6 अनडिफाइनेड हुन्छ। x को भ्यालु कति हुनु पर्यो त अब हाम्रो हेरौँ त यहाँ 3 छ। हामीले x को भ्यालु 2 राख्यो भने 3 * 2 = 6 6 - 6 0। जस्तै 3 * x को भ्यालु हामी 2 राख्यो भने
6 3 2 जा 6 6 - 6 0 हाम्रो चाहिँ डिनोमिनेटर के भयो त 0 0 भएपछि के हुन्छ त अनडिफाइन्ड हुन्छ सो x भ्यालु इज 2 x भ्यालु इज 2 अब हाम्रो क्वेशन्स नम्बर 2 लेट्स से एन्ड राइट द लोएस्ट टर्म्स अफ द रेशनल एक्सप्रेसन अब यो रेशनल एक्सप्रेसनलाई चाहिँ के त हामीले लोएस्ट टर्ममा लेख्नुपर्ने हुन्छ लोएस्ट टर्ममा लेख्नुपर्ने हुन्छ जस्तै हाम्रो माथि हाम्रो के छ त x स्क्वायर हो तल चाहिँ हाम्रो कति छ त x मात्र हो त्यही भएर यो x ले यो x स्क्वायरलाई काट्यो भने अझै x हुन्छ सो हाम्रो x आन्सर भयो त्यस्तै म पेनले नै गर्छु त्यस्तै हेरौँ त ल 2x³ / x अब हेरौँ त 2 को त 2 नै हुन्छ है 2 को 2 नै हुन्छ त्यसपछि यो x तल हाम्रो कति छ त x हो माथि चाहिँ कति त x³ अब x³ बाट अब हेरौँ त हाम्रो केही पावर भएन भने कति हुन्छ त 1 हुन्छ है भेरिएबलको केही पनि पावर भएन भने पावर देखिन भने पावर कति हुन्छ त 1 हुन्छ 1 चाहिँ हाइड हुन्छ लुकेको हुन्छ त्यही भएर 3 बाट यसको पावर 1 घट्यो भने कति हुन्छ त 2 सो x स्क्वायर त्यस्तै अब हामीले यो 2 ले 6 लाई डिभाइड गर्दाखेरि 2 3 जा 6 2 3 जा 6 त्यस्तै x स्क्वायर ले x4 ले डिभाइड गर्दाखेरि कति हुन्छ त x स्क्वायर यानी कि x को x नै भयो है x को x यो x र x एउटा बेस लिने 4 बाट यो 2 घटाउने कति हुन्छ त 2 x स्क्वायर त्यस्तै अब हामी यहाँ हेरौँ यो x है यो x ले x स्क्वायरले काट्दाखेरि यो x ले x स्क्वायरले काट्दाखेरि यो x काट्दाखेरि 1 है 1 अनि हाम्रो यो y पनि यो काट्दाखेरि यो y स्क्वायरले काट्दाखेरि एउटा y हुन्छ यो x ले x स्क्वायरले काट्दाखेरि एउटा x हुन्छ सो 1/xy 1/xy अब यसलाई पनि हामीले काट्दाखेरि a स्क्वायर - b स्क्वायर a + b यसलाई हामीले काट्दाखेरि यो हाम्रो a स्क्वायर - b स्क्वायर को फर्मुलामा छ हामीले a + b a - b / a + b अब कुन कट्छ त a + b कट्छ भने हाम्रो आन्सर के हुन्छ त a - b दैट इज आन्सर त्यस्तै यो पनि त्यस्तै रहेछ ठ्याक्कै e नम्बर जस्तै रहेको छ ठ्याक्कै e नम्बर जस्तै रहेको छ सो a स्क्वायर - b स्क्वायर को हाम्रो फर्मुला के हुन्छ त a + b a - b / a - b a - b क्यान्सल भयो भने हाम्रो के बाँकी भयो त a + b दैट इज आन्सर है हाम्रो क्वेशन्स नम्बर 1 एन्ड 2 हाम्रो कम्प्लिट भयो है एउटा कुरो के बुझ्नु भन्दाखेरि अनडिफाइन्ड हुनको लागि है अनडिफाइन्ड हुनको लागि हाम्रो तलको डेनोमिनेटरको भ्यालु चाहिँ 0 हुनु पर्यो है डेनोमिनेटरको भ्यालु 0 हुनु पर्यो अब के को भ्यालु चाहिँ कति राख्नु भयो भने हाम्रो डेनोमिनेटर 0 हुन्छ त्यही नै भयो हाम्रो के त अनडिफाइन्ड त्यसलाई रेशनल एक्सप्रेसन पनि भन्न मिल्दैन यदि हाम्रो डेनोमिनेटरको भ्यालु 0 आयो भने दैट इज नट रेशनल एक्सप्रेसन नाउ क्वेशन्स नम्बर 3 क्वेशन्स नम्बर 3 म अर्को भिडियोमा सोल्भ गर्ने छु सो थ्यांक्स फर वाचिङ एन्ड इफ यु आर वाचिङ दिस भिडियोज प्लिज सब्सक्राइब माई चैनल गुप्ता सरजी